स्याङ्जा जिल्ला केवारे पञ्चायतमा जन्मनुभएको विष्णु प्रसाद आज झन्डै 1 दशक पुरा हुन लाग्नु भएको छ। आजको यो भिडियोमा हामीले ती पुराना दिनहरू, त्यो पुरानो इतिहास खोतल्ने प्रयास गर्नेछौँ। कति खोतलिन्छ, हामीले कति ज्ञान पाउँछौँ उहाँबाट। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। बुवाको लागि 1 लाइक त पक्कै गर्नुहुनेछ। हजुरहरूको पनि छरछिमेकमा यस्तै विशेष महत्त्व बोकेका व्यक्तित्वहरू हुनुहुन्छ भने कमेन्ट बक्समा ठेगाना, फोन नम्बर र नाम उल्लेख गर्नुहोला। किनभने हामी नेपालको भौगोलिक, मौलिक संस्कृति, भाषा, धर्म, इतिहासलाई जीवन्त राखी भोलिका पुस्तालाई सुम्पने महाअभियानमा छौँ र यो च्यानलको भिडियोहरू पनि यसैसँग सम्बन्धित हुनेछन्। वृद्ध बुवा आमासँग जीवनका यथार्थ भोगाइहरू हुन्छन्, जसलाई विश्वका नाम कमाएका दार्शनिक र धर्मगुरुले पनि चित्रण गर्न मुस्किलै पर्छ। त्यसैले फरक फरक भोगाई, जीवन कथा समेटेका कथाले पक्कै कसैलाई ठुलो ज्ञान सिक्ने अवसर दिन्छ। बुवा आमाहरू सजीव इतिहासहरू हुन्। उहाँहरूको पाना पाना पढ्न सके कुनै विश्वविद्यालयभन्दा कम हुँदैन। उहाँहरूले दिने ज्ञान हामी जीवनभरि सिक्दै जानेछौँ र हामी भरसम्म यस्तै विशेषता बोकेका पात्रहरू खोजी गरिरहेका छौँ। त्यसैले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिहाल्नु है त। के थाहा, तपाईँ जस्तै अथवा तपाईँको जस्तै कथासँग मिल्ने कथा कुनै दिन आउँछ कि। कति वर्षको हुनु अरे? 90 सालको भनेपछि अहिले लगभग 93 वर्षको हुनुभयो। यो 82 अनि लागौँ आजको कथातिर। गाउँघरमा होस् या सहरमा मोटर गाडीहरू हुँदैनथे। त्यसैले मानिसहरू पैदलै यात्रा गर्नुपर्ने बताउनुहुन्छ र 9 दिनमा काठमाडौँ पुगेको कथा सुनाउनुहुन्छ। बुवाले बाँकी कथाबाट सुनाऊ है त। हजुरको जन्मघर चाहिँ कहाँ अरे? स्याङ्जा जिल्ला केवारे पञ्चायत। स्याङ्जा जिल्ला केवारे पञ्चायत। केवारे पञ्चायत। अनि हजुरहरू कति भाइ हुनुहुन्छ? हामी 5 भाइ। तपाईँ चाहिँ? म जेठो। अनि माइलो? माइलो कान्छो पहिले गएको आउनुभयो? आउने जाने गर्थ्यो। पनि साइलो? साइलो बितेको त्यतिखेर म पनि घर थिएँ क्या। म पनि विभिन्न नोकरी गर्न जाने। कति वर्षमा विभिन्न हो? कति वर्षमा विभिन्न हो तपाईँ? म चाहिँ 17 साल भयो। गाउँघरमा होस् या सहरमा मोटर गाडीहरू हुँदैनथे। त्यसैले मानिसहरूले पैदलै यात्रा गर्नुपर्ने बताउनुहुन्छ उहाँ। 9 दिनसम्म पैदलै खुट्टा हिँडेर स्याङ्जाबाट काठमाडौँ पुगेको इतिहास सुनाउनुहुन्छ। राणाकालको कुरादेखि सङ्ग्रहालयमा चोरी भएको समेत कुरा गर्नुहुन्छ बुवाले। यहाँ स्याङ्जाबाट काठमाडौँ त्यति बेला गाडी चल्दै त्यो ठन्डा र कहाँसम्म चल्थ्यो? गाडीको उजो थिएन क्या, खालि हिँडेर जाने। होइन, कहीँसम्म त होला नि? नारायणघाटसम्म होला? त्यो नारायणघाटतिर मुगलिङसम्म होला? नारायणघाट पहिला नारायणघाटपट्टिबाट हामी गइयो, एउटा पोखरातिर गयो। ए यहाँ पोखरादेखि होला? कहीँ कता कति छन् न त गाडीको उजो चल्थ्यो थिएन क्या पहिला त। गाडीको चारै दुःख त्यसरी हिँड्दै 9 दिन काठमाडौँ पुगेर। कतिजना? एक्लै जानु कि साथीहरू? पैसा छैन। मैले के गर्नु त? काठमाडौँ गएर के गर्नु?
परनीय भर्ती भइयो जानु बित्तिकै तपाईँ कामको मान्छे त्यो फेरि चाहिँ बिल मान्छे पहिल्यै जमानाको जस्तै गोइन्द्रका पालाको पहिले राणा शासक हटाउँदा त्यो चाहिने इन्डिया रहेछ त्यो मान्छे त्यो दिलबान सिंह भन्छ त्यही हाम्रै उसको हाम्रै कामको वरिपरिको मगर हो त्यहाँबाट उसलाई राजासित ऊ भएपछि तिमी मस्त जाति भनेर राजाले भन्छ राणा शासन हटाउँदा पहिले राणा शासन हटाए जब लुटेर लयो के अरे पैसा चाहिँ कहाँ दबाए पहिला त्यो उसका पैसा हुन्थ्यो के अरे चाँदीका पैसा चाँदीका पैसा हुन्छ चाँदीका पैसा हुन्थ्यो नि पहिले त्यो पैसा जति लयर लुटेर त्यहाँ ठ्याक्क बाटो छोटिया त्यहाँ त्यो राजा पढ्ने जाँदाखेरि त्यो भेट भयो त्यो दिलबान सिंह भन्थे मगर हो त्यहाँदेखि हाम्रो एउटै वडाको पर्थ्यो त्यसले चाहिँ तपाईँ भोइसित जाने त भनेर राजा सोधेछ सोद्धाखेरि जाने भनेर भने जाने भने त्यहाँबाट हिँडेछ त्यहाँ त अब जतासुकै हिँड्न पनि पाइन्न कहीँ गर्न पनि पाइन्न त्यस्तो थियो गरी जमाना खतम अब त्यहाँ त गोरा छोराको कपडा लाएर त्यहाँबाट ठ्याक्क बोराका कपडा लाएर माग्ने जस्तो भयो क्या अब त त्यहाँ हिँड्ने दिदी उठ्यो गरी जब पक्रिन्थ्यो त्यहाँ त्यो त्यसले लाएर उसलाई त्यहाँदेखि सबै त्यो के भएको छ कहाँ भने बुझ्थ्यो क्या बुझेर त्यहाँबाट त्यो राजासित यस्तो खालको फल पढेर भन्दै जाँदा त्यहाँदेखि राम्रै नोकरी पायो भन्ने पढेर पहिला चाहिँ उसो इन्डिया भयो चौधार भएको हुन्छ त्यहाँबाट आएपछि राम्रै नोकरी पाएपछि बिहाई सेभेन्टी भयो पछि बिहाई सेभेन्टी भयो अब त्यो राजा जहाँ गयो वही जान्छ राजासित हिँड्ने भए राजसित सबै इतिहास किताबमा मात्र लेखिएको मात्र होइन, इतिहास त्यो हो जो प्रत्यक्ष र प्रमाणित छ। त्यसैले हामीले इतिहास बुझ्नको लागि किताबहरू मात्र पर्याप्त हुँदैनन्। यी र यस्तै वृद्ध बुवा आमाहरूसँग साक्षात्कार गर्नुपर्छ। त्यसैले त आज हामी हाम्रो बुवा कृष्ण प्रसाद खनालसँग छौँ। भोलि नहुन पनि सक्छौँ या हुन्छौँ, त्यो समयले बताउँछ। त्यसैले सम्झनाको लागि यो भिडियोलाई एक सेयर गरेर आफ्नो फेसबुकको वालमा सजाउँ र सुरक्षित पनि गरौँ। त्यो विश्व भन्नेले कसको कहाँ के गरेका छन् कसको के भएको छ भनेर सबै सिआइडी गर्दै यस्तो हुँदैछ फल्लो जग्गा भनेर बताउने त्यसरी बताउने त्यसरी बताएपछि त्यहाँबाट पत्ता लाग्यो। जमाना न हो 500 रुपियाँले एउटा थैलो भरिने गर्थ्यो। सबै चाँदी, तामा, पित्तल जस्ता धातुहरूबाट बनेका सिक्काहरू हुने गर्थे अथवा पैसाहरू हुने गर्थे। र जमाना न हो महिनाभरि दुःख गरेर जम्मा 15 रुपियाँ मात्रै पाउनु पर्ने हुन्थ्यो। त्यति बेला सबै कथाहरू बुबाले सुनाउँदै जानुहुन्छ। तपाईँहरूले सुन्ने धैर्य धारण मात्रै गरे पुग्छ। अनि त्यसपछि पुलिसबाट जागिर छोडेपछि कहाँ जानु? पुलिसबाट जागिर छोडेपछि घरै आइनुको के भयो कारण भन्नु छ नि माथि त्यो के हो जाति के त्यो खाद्य माथि तल छाउनी बेरेक भन्थ्यो क्या छाउनी बेरेक जो त्यहाँ दुईवटा मिलिटरीहरूको त्यो पनि त्यहाँ रहेछ। त्यसमा 10 बजेपछि तोप लाग्थ्यो। तोप लाग्ने बेला डोरा जुडुम पारेर चढ्दै आएर त्यहाँको बाटो सबै खरक चोरेछ।
चोरेर गयो ठिकै अब दिउँसो त आफिस बस्छ या कति नेता उयोहरू छन् हेर्ने मान्छे अब त्यहाँ नोकरी गर्ने लेखै छैन नि गरी त्यहाँबाट राति चाहिँ ट्याप्प आएछ त त्यो ट्याक्क तोप लगाइदियो होला ट्याक्क फोरेको फोरेर पैसा चोरेको एकदम टोक लाउने बेला चोरे पैसा चोरे त्यो डाँडा बुढो पारेर चोरेछ चोरेपछि अब यस्तो भयो भने टाढो अब भोलि त तपाईँ भए जति अब त्यसरी हल्ला गरौँ भोलि बगेर भोलिबाट त जित्दै छ केही पनि छैन त्यहाँबाट खतमा मान्छे गरेर जाने उता जाने गरेर त्यस्तो भयो पछाडि त्यहाँ तपाईँले जागिर छोड्नु हो हामी छोडिएर त्यहाँ पछाडि त्यसै मातेर छोडियो त्यो मात्र छोडेको त्यहाँबाट त्यतिखेर अब कसले गऱ्यो भने त्यहाँ पहिला मान्छे खोज्नु पऱ्यो मान्छे खोजेर त्यहाँबाट खोज्दा लाग्यो कसले हो भने जब पुलिस लाउँथ्यो अनि गर्ने गरेर त्यहाँबाट त्यो कडक कुरो लिएर उहाँ बाहिर उभिएको छ ए त्यो माग्छ सरकारी पैसा पनि चोरेर लिएर गयो सरकारी पैसा नै त्यो जम्मै त्यो सबरका चाँदीका उयोहरू सबै बाहिर जसका कोही क्यास कुटकुट फेलबाट सुट सबै सुन चारी होइन सुट चाँदी सुट चोरेको छ क्या मान्छे 4-5 पैसा त्यस्तो चोरेको त्यो चोरेर बाहिर लिएर गएको त्यहाँबाट भोलिपल्ट अब त्यहाँ गरेपछि त आज त्यस्तो भोलिपल्ट त त्यहाँ खोतला सुरु पऱ्यो खोतला भयो त्यहाँबाट त्यहाँका काबुवाली मान्छे जब्बै वरिपरिका त्यहाँबाट हामी भयो जब्बै तपाईँलाई चोरी भयो चोरी हुँदा अब उसका चिडोकुरी गरिदियोलाई पनि हामीलाई जबेर गएर गोसेर अड्डा छोड्यो छोड्यो सोद्धाखेरि त्यसरी सोद्दै पछाडि त्यो भगवान् बाहिर पुगेछ त्यो पैसा बाहिर त पुगेर त्यहाँबाट गरेर लाएर त्यहाँबाट अलिक गरेर त्यहाँबाट पक्रेर बेची ल्यायो त्यो गाई ए विदेश गएर बेचिरहेको छ बेची त्यसरी बेचेछ पछाडि चाहिँ त्यो खतरलाई थाहा भयो पछाडि हामीले डक्टर त पाइहाल्यो मलाई त्यति घरैमा लाएर त्यहाँबाट ढिल चाँडै ठकुरीले पेन्सन पकायो मैले छोडेर तपाईँसित सँगै गएको साथीले पेन्सन पकायो हामीले इतिहास खोतल्दै गर्दा वृद्ध बुवाले राम्रोसँग भन्न नसकेको हुनाले उहाँका सुपुत्र गङ्गाधर खनाललाई पनि आफ्नो बुवाले आफ्नो उमेरमा अथवा भन्न सक्ने उमेरमा के कुराहरूको अनुभव सेयर गर्नुभएको थियो भन्ने कुराहरू थोरै केही आफूले जाने बुझेका कुराहरूलाई घटनावृत्तलाई चित्रण गरिदिनु हुन अनुरोध गरेका छौँ। त्यसपछि श्रीमान त्रिभुवनले ल तिमी एउटा इमान्दार गोर्खाली भएको भएर तिमीले चाहिँ नेपालमा गएर अब यो राणा संस्कृति पाल्नको लागि एक किसिमको जासुसीको काम गर्नु पऱ्यो मलाई सहयोग गर्नु पऱ्यो भनेर भनिसकेपछि अनि बिलमेन विश्वा र श्रीमान त्रिभुवन त्यतिखेर 2002 अथवा 3तिर कतिखेर हो नेपाल फर्किनु भएको छ र नेपाल फर्किएपछि अनि बिलमेन विश्वा श्रीमान त्रिभुवनको विशेष नजिकको मान्छे जासुसी मान्छे अब राणाहरूले के खालका षड्यन्त्रहरू गरिरहेछन् के गरिरहेछन् भनेर त्यो सबै बुझ्ने खोज अनुसन्धान गर्ने काम चाहिँ बिलमेन विश्वाले गरेर रहेछ। त्यसपछि चाहिँ बिलमेन विश्वालाई ठुलै डिआइजीसम्मको आइजीसम्मको पद चाहिँ श्रीमान त्रिभुवनले दिनुभयो भन्ने कुरा बुवाहरूले गर्नुभयो अनि बुवाहरूलाई त्यतिखेर काठमाडौँ लैजाने लगेर पुलिसमा भर्ती गराउने बुवा अनि मेरो अङ्कल पनि हुनुहुन्थ्यो उहाँहरूलाई भर्ती गराउने काममा विशेष उहाँलाई प्रोत्साहन गर्ने नै बिलमेन विश्वा अनि त्यसपछि बिलमेन विश्वाकै सहयोगमा उहाँहरूकै रेखदेखमा बुवा चाहिँ त्यतिखेर गएर भर्ती हुनुभयो भर्ती भएर उहाँले तलबको कुरा त उहाँ 15 रुपियाँ तलबको कुरा पनि उहाँले गरिरहेको छ अनि उहाँ खास गरी भान्सी हुनुहुन्थ्यो अरे अनि अङ्कल त अब प्रहरीमा असैसम्मको त्यतिखेर दर्जामा पुगिसकेको कुरा उहाँहरूले हाम्रो खास गरी दसैँमा
अङ्कलहरू बुवाहरूको भेलामा चाहिँ अङ्कलहरूले टिकेर गइसक्नुभयो। काहीँले अङ्कलले उहाँले ती घटनाहरू पनि सुनाउनुहुन्थ्यो र बुवाले पनि सुनाउनुहुन्थ्यो। अनि एकपटक बुवाले पनि भनिसक्नुभयो स्वयम्भू को अलिकति तलपट्टि त्यो छाउनी ब्यारेक छ, त्यो ब्यारेकमा म पनि पुगेको छु। छाउनी ब्यारेकको नजिकै एउटा वीरेन्द्र सङ्ग्रहालय भन्ने ठुलो सङ्ग्रहालय छ। त्यो सङ्ग्रहालयमा लगभग 2065 सालतिर म त्यो म्युजियममा गएर पनि घुमेको छु। त्यतिखेर नेपालमा भएका राजाहरूको इतिहास, उहाँहरूले प्रयोग गर्ने विभिन्न खालका हात हतियारहरू सबै कुराहरू एकदमै राम्रो छ। त्यो छाउनी ब्यारेकमा हामी एकजना अर्को मेरो साथी पनि हुनुहुन्थ्यो, हामी दिनभरि पनि घुम्यौँ। अनि त्यो छाउनी ब्यारेकको निगरानी गर्ने त्यतिखेर हाम्रो बुवाहरूको जिम्मा रहेछ। अनि त्यो बेलामा अब बुवाहरूको कहानीअनुसार त्यो छाउनी ब्यारेकमा त्यो प्रत्येक रातिमा चाहिँ तोप पड्काउने भन्ने चलन रहेछ। त्यो तोप पड्काउने चलन रहेछ। अनि ठ्याक्कै त्यो तोप पड्काउने समयको बेलामा जतिखेर आर्मीहरू चाहिँ त्यो तोप पड्काउनु भनेर रेडी भए, अनि त्यही बेलामा चाहिँ टाँका लाएर त्यतिखेरको ब्यारेकमा भएका महत्त्वपूर्ण सुन, चाँदी, जवाहरात लगायतका सामानहरू चोरेर लगेछ। त्यसपछि चोरेर लगेपछि अर्को दिन त्यहाँबाट सामान चोरिएको कुराहरू थाहा भयो, इन्क्वायरी भयो। अनि इन्क्वायरी भएपछि बुवाहरूलाई पनि लगेर फेरि हनुमान ढोकातिर कता लगेर उहाँहरूलाई चाहिँ फर्किनु भएछ। अझै इन्ट्रेस्टिङ बुवाले चाहिँ भन्नुभयो, मैले इन्ट्रेस्टिङ सुनेको बुवाको कहानीमा सालले कति बचाउनु भएको थियो। अनि त्यो बचाएको पैसा पनि फर्केर आउँदाखेरि गाडीमा चाहिँ त्यही 40 रुपियाँ बचेको भन्ने सुनेको है आमाले। अनि अङ्कलले भनेको कहानीमा 40 रुपियाँ लिएर आउनु भएको थियो अरे बुवाले। त्यो 40 रुपियाँ पनि गाडीमा चोराएर घर आउँदा बुवा चाहिँ एकदमै केही पनि जसरी गएको त्यसरी आएको भन्ने कहानी चाहिँ उहाँहरूले। हस्त दर्शकवृन्दहरू, आजलाई यति। फेरि अर्को भिडियोमा भेटौँला। है त, नमस्कार।